आज हामी यस भिडियोमा तपाईहरुलाई शंकर इलेक्ट्रोनिक्ससम्म कसरी पुग्न सकिन्छ भन्ने लोकेसन ब्लग लिएर आएको छौं। अहिले हामी काठमाडौँ महानगरपालिकाको बौद्ध अथवा बौद्ध स्तूपको गेट अगाडि छौं। हामी आउँदै गरेको बाटो पछाडि तपाईहरुले दृश्यमा देख्न सक्नुहुन्छ, यो चाबेलबाट आएको बाटो हो भने अब हामी शंकर इलेक्ट्रोनिक तर्फ लाग्दै छौं र करिब यस बौद्ध स्तूपबाट शंकर इलेक्ट्रोनिक पुग्नको लागि हामीलाई 4 देखि 5 मिनेटको समय लाग्दछ र यो बाटो मूल पानी समेत पुग्ने गर्दछ र यो बाटोबाट हामी अगाडि बढ्दै छौं। तपाईहरुले यहाँ अगाडिको दृश्यलाई देख्न सक्नुहुन्छ। यो हाइवेबाट करिब 2 मिनेट अगाडि हामी बढे पश्चात चाहिँ अब तपाईले यहाँ दृश्यमा एउटा पिपलको बोर्ड देख्नुहुन्छ। यो पिपल बोर्ड भनेर चिनिन्छ अथवा बौद्ध काठमाडौँ महानगरपालिकाको बौद्ध 6 नम्बर वडाको वडा कार्यालय पनि यस पिपलकै छेउमा रहेको छ। अब यस पिपल बोर्ड र वडा कार्यालयदेखि पनि कतै पनि दायाँ बायाँ नगरिकन हाइवेकै अगाडि हामी बढ्दै छौं र यहाँदेखि शंकर इलेक्ट्रोनिक पुग्नको लागि करिब हामीलाई 50 मिटर अनुमानित र करिब 2 मिनेट लाग्छ। हामी हाइवेको बाटो एकदमै रफ्तारको साथमा अगाडि बढिरहेका छौं र अब तपाईहरुले देख्न सक्नुहुनेछ शंकर इलेक्ट्रोनिक मात्र त्यहाँबाट पिपल बोर्डदेखि चाहिँ हामीलाई पुग्नको निम्ति चाहिँ 2 मिनेट मात्रै लाग्नेछ र फाइनली अहिले हामी शंकर इलेक्ट्रोनिक्समा चाहिँ आइपुगिसकेका छौं। तपाईहरुले यहाँ दृश्यमा देख्न सक्नुहुनेछ शंकर इलेक्ट्रोनिक चाहिँ र तपाईहरुलाई अझै लोकेसन बताउनु पर्दा यो जोरपाटी ग्लोबल आईएमई बैंकको ठीक अगाडि र यहाँ एउटा बिग मार्ट पनि रहेको छ, त्यसको ठीक अगाडिपट्टि रहेको छ र तपाईहरुले दृश्यमा देख्न सक्नुहुन्छ। मूल पानीबाट आउँदै हुनुहुन्छ भने यो बायाँ साइडमा पर्छ र तपाई साबेलबाट आउँदै हुनुहुन्छ भने यो दायाँ साइडमा पर्दछ। अघि पनि मैले तपाईहरुलाई भनिहाले अहिले चाहिँ हामी मूल पानीबाट आउने बाटोबाट अगाडि बढ्दै छौं र मूल पानीबाट आउने बाटोबाट चाहिँ शंकर इलेक्ट्रोनिक्स चाहिँ ठ्याक्कै देब्रे साइडमै पर्दछ र सर हामी अगाडि बढ्दै छौं। तपाईहरुले दृश्यमा देख्न पनि सक्नुहुनेछ र अघि पनि मैले भनिहाले शंकर इलेक्ट्रोनिक्स चाहिँ एकदमै सजिलो लोकेसनमा रहेको छ। तपाईले सजिलै पाउन सक्नुहुनेछ। जोरपाटी ग्लोबल आईएमई बैंकको ठीक अगाडि र यहाँ एउटा बिग मार्ट रहेको छ, त्यसको ठीक अगाडिपट्टि रहेको छ र तपाईहरु हाम्रो गुगल म्यापलाई हेरेर पनि सजिलै आउन सक्नुहुनेछ। सधैँ तपाईहरुको सेवामा शंकर इलेक्ट्रोनिक्स, जोरपाटी, काठमाडौँ।